ल पुरा पहिला बजार हाल्दैको ल लाइट ल लाइट भन्नुहोस् दीपक भाइ के छ ठिकै छ दाजु। व्यापार बन्टा व्यापार बन्टा यस्तो छ कि बसी बसी पैसा अब घर जानु कि पैसा खाजा खानु कि यस्तो भइरहेछ। अब खाजा खानु पनि यस्तो यो प्रकारले पुग्दैन। कहाँ हो भाइ? अब हेर्नु व्यापार यस्तो छ कि यो भारी पनि खोलेको छैन। तिमी माझीटारबाट दिल्ली सिन्ताम आउँछ, सिन्तामबाट माझीटार आफ्नो घर जान्छ, त्यो पनि बिक्री हुन्छ कि हुँदैन? त्यो 100 बेचेर 200 बेचेर खाजा खानु कि घर जानु कि जस्तै भइहाल्छ। 100 नाथे लिएर घर चाहिँ गएर के दिनु घरमा, नानीलाई खिलाउने कि आफू खानु कि जस्तै हुन्छ। अच्छा अब यो 2025 हो, सिन्ताम कहिलेसम्म चम्किने होला छ? अब त्यो त म भन्नु सक्दिनँ कहिले चम्किन्छ, कतिखेर चम्किन्छ। मान्छेमा पैसा छ भने त किन्छ होला, यति चाहिँ हो। तिमीले कति लाखको माल हालिसकेको छ? लाख छोड्नु नि, यहाँ लाख हाल्नुको लागि सोच्नु 50,000 20-30 हजारको हाल्नु त सोच्नु पर्दैछ। व्यापार राम्रो छ भने त हाल्छ मान्छेले, छैन त कहाँबाट हाल्छ? पुँजी नै खाएको बराबरै हो। ल हुन्छ भाइ, धन्यवाद तिमीलाई यति सोधिदिएकोमा। अझै अरू लालबजारको विषयमा भन। मान्छे हेरिरहेछ, बजार हेरिरहेछ, तपाईँ कस्तो रहेछ? मान्छे हेरिरहेछ, बजार हेरिरहेछ, कतिको रहेछ मान्छे? बिहानदेखि कति हजार बेचिसक्यो? 1000 त होइन, 100 चाहिँ बेचेको छु हो, त्यो पनि खाएर सक्यो हो। अन्त माझीटार कसरी जाने? अब हेरौँ साथीभाइहरूलाई मागेर, हिँडेर कि? साथीभाइहरूलाई मागेर न त हिँडेर जान्छु, अरू के गर्नु। ओके भाइ, ल पुरा पहिला बजार हाल्दैको ल लाइट ल लाइट भन्नुहोस् दीपक भाइ के छ ठिकै छ दाजु। व्यापार बन्टा व्यापार बन्टा यस्तो छ कि बसी बसी पैसा अब घर जानु कि पैसा खाजा खानु कि यस्तो भइरहेछ। अब खाजा खानु पनि यस्तो यो प्रकारले पुग्दैन। कहाँ हो भाइ? अब हेर्नु व्यापार यस्तो छ कि यो भारी पनि खोलेको छैन। तिमी माझीटारबाट दिल्ली सिन्ताम आउँछ, सिन्तामबाट माझीटार आफ्नो घर जान्छ, त्यो पनि बिक्री हुन्छ कि हुँदैन? त्यो 100 बेचेर 200 बेचेर खाजा खानु कि घर जानु कि जस्तै भइहाल्छ। 100 नाथे लिएर घर चाहिँ गएर के दिनु घरमा, नानीलाई खिलाउने कि आफू खानु कि जस्तै हुन्छ। अच्छा अब यो 2025 हो, सिन्ताम कहिलेसम्म चम्किने होला छ? अब त्यो त म भन्नु सक्दिनँ कहिले चम्किन्छ, कतिखेर चम्किन्छ। मान्छेमा पैसा छ भने त किन्छ होला, यति चाहिँ हो। तिमीले कति लाखको माल हालिसकेको छ? लाख छोड्नु नि, यहाँ लाख हाल्नुको लागि सोच्नु 50,000 20-30 हजारको हाल्नु त सोच्नु पर्दैछ। व्यापार राम्रो छ भने त हाल्छ मान्छेले, छैन त कहाँबाट हाल्छ? पुँजी नै खाएको बराबरै हो। ल हुन्छ भाइ, धन्यवाद तिमीलाई यति सोधिदिएकोमा। अझै अरू लालबजारको विषयमा भन। मान्छे हेरिरहेछ, बजार हेरिरहेछ, तपाईँ कस्तो रहेछ? मान्छे हेरिरहेछ, बजार हेरिरहेछ, कतिको रहेछ मान्छे? बिहानदेखि कति हजार बेचिसक्यो? 1000 त होइन, 100 चाहिँ बेचेको छु हो, त्यो पनि खाएर सक्यो हो। अन्त माझीटार कसरी जाने? अब हेरौँ साथीभाइहरूलाई मागेर, हिँडेर कि? साथीभाइहरूलाई मागेर न त हिँडेर जान्छु, अरू के गर्नु। ओके भाइ।